Hello guys, me as a Navin and welcome to my new episode, new video, my YouTube channel. आज चाहिँ मैले किन अफिसबाट भिडियो बनाइरहेको छु भने बिहान अलिक सन्चो लागेको थिएन कि गाइस होइन मैले अनि त्यस्तो भिडियो बनाउने अलिक मुडमा पनि थिएन क्या मतलब भनौँ न कसो भनौँ न निन्दा नपुगेर हो कि के गरेर हो मेबी होइन अलिक कसो अफ अलि हुन्छ नि आफूलाई इनर्जी आइरहेको थिएन क्या इनर्जी गेन गरिरहेको थिएँ गाइस म चाहिँ अहिले खाजा खाइरहेको छु होइन अनि खाजा खाँदामा अनि त्यही पनि अब घर जाने बेला नि भयो क्या मेरो घर जाने बेला नि भयो होइन अहिले चाहिँ हो त्यो भन्नु त हड्डी त्यस्तो खानेकुरा नि खान मन लागेन यसरी फालिरहेको छु त्यसो यो खानै मन लागेन मलाई सन्चो लागेन गाइस मेन कुरा मेरो सबैभन्दा कुरा चाहिँ सन्चै लागेन यहाँ हेर्न सक्नुहुन्छ गाइस भविष्यको क्रिकेटरहरू गाइस यिनीहरू खेलाडीहरू यो हो क्या बच्चापन भनेको यो हो क्या गाइस होइन यसरी खेल्न कम मजा आउँछ यो हो क्या लाइफ भनेको यो होइन क्या गाइस मलाई चाहिँ त्यस्तो लाग्छ गाइस कसो भने लाइफको है अब भयो नि होइन म पनि अब उमेर ढल्किँदै गएँ है त्यही माथि झन् लाइफ चाहिँ मलाई अहिले पनि यो लाइफ मनपर्छ क्या गाइस यो होइन क्या यसैले यो लाइफमा आफूले हुन त यो लाइफमा पैसाको मतलब हुँदैन पैसाको भ्यालु हुँदैन क्या यो लाइफमा क्या साथी भए पुग्छ होइन साथीहरू भएपछि पनि लास्ट पुग्छ क्या गाइस केही चाहिँदैन क्या कसम होइन यो लाइफमा क्या मनी इज एभ्रिथिङ इन एभ्री वेयर क्या नट अ फ्रेन्ड साथी साथी बरु होस् या नहोस् मलाई मतलब हुँदैन है यो उमेरमा तर मनी मनी चाहिँ एभ्री टाइम हुनु पर्यो क्या गाइस बुझ्यो नि मैले भनेको सबै छोरा होस् या छोरी होस् या केटा होस् या केटी होस् अब एभ्री एभ्री पर्सनलाई अहिलेको चाहिँ के कस्तो समय आइदियो भने पैसा नै सबै थोक हो जस्तो लाग्छ क्या गाइस पैसा छ त साथीभाइहरू पनि छ पैसा छ त बाउआमा घरमा खुसी छ होइन मतलब हुन त अब बाबा आमाको ठाउँ छुट्टै छ गाइस होइन किनकि उनीहरूलाई छोराछोरी खुसी भयो भने को छोराछोरी रमाइदियोस् होइन जहिले पनि हाँसो होस् छोराछोरी एउटा ठाउँमा पुगोस् होइन अलिकता गर्न सकोस् भन्ने चाहना बाउआमाको हुन्छ तर अहिले चाहिँ मलाई फिल भएको गाइस अब हरेक कुरा पनि किनेर गर्नुपर्छ क्या सबै कुराहरू क्या यो अब यो बालपनको बेलामा गाइस खुसी किन्नु पर्दैन क्या बुझ्यो नि साथीभाइ किन्नु पर्दैन थियो अब गोजीमा टन्न पैसा छ होइन टन्न पैसा छ साथीभाइ यस्तो हुन्छ के भन्यो ठिक छ गाइस अब बढ्दो उमेरलाई उ गर्नु नि भएन होइन ठिक छ वी फिनिस वर्क होइन अनि कामसाम सकाए अब चाहिँ घर जानुपर्ने हुन्छ आज चाहिँ यस्तो ह्याडिक भएको छ क्या गाइस कसम भने होइन यस्तो टाउको दुखिरहेको छ देन तैपनि लागौँ है त गाइस घरतिर म चाहिँ अहिले यो एउटा सामान पुऱ्याउनु जान्न त कस्टमर खै कता गएर आउँदा आउँदा ढिलो भयो भन्दा थियो अनि त्यही भएर अनि घर जाँदा पुऱ्याइदिउँ भन्नु भएको अनि कति 40 रहेछ अब यहाँबाट चल्तिर राख्नुपर्ने हुन्छ कहाँ
होइन भोलि नचेन सामान त अनि कहाँ जानु यो खै एकजनाको सामान दिने प्रतिमा गुरुङको खै प्रतिमा गुरुङ भनेको कहाँ जान्ला कहाँ थाहै छैन त्यो त्यति अब कसको घर भन्थ्यो भित्र अब फोन गर्छु यता गाइज कस्टमर चाहिँ बाँचिरहेछ यही छ हो क्या अब प्रतिमा गुरुङ भन्नु होइन 4342 रुपियाँ बाँकी छ क्युआर हो सामान पनि दिए अब चाहिँ लाग्नुपर्ने हुन्छ डाइरेक्ट घर सामान दियो त्यस्तो केही छैन गाइज आज कन्टेन्ट के बनाउने भइरहेछ कहाँ जाम के गरेर भइरहेछ कतिवटा मात्र कन्टेन्ट दिनुकै गाइज तपाईँहरूलाई पनि यार कसम भने यार म आफैलाई एडिट गर्न दिक्दार लागिसक्यो नयाँ कन्टेन्ट भएको ल म त एडिट गर्न कम मजा आउँछ यस्तो नयाँ कन्टेन्टहरू होइन सबै कन्टेन्टहरू नयाँ कन्टेन्टहरू एडिट गरेर राख्न कम मजा हुन्छ पहिरो त गएन नि खतरा खच्याएको गाई त्यहाँ कुर्दाखेरि होइन गइ झन्डै यस्तो डर लाग्छ यो गाई त्यस्तो बाइक चलाउनु होइन मलाई यहाँ गाई हालत यस्तो छ क्या के जम्नु भयो गाई यत्रोसँग one side one side one side one side one side one side थोड़ा 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 कहाँ गएर माया दिदी कहाँ गइरहनु भने के नि छट पुण्डाइ पुण्डाइ इन्डियनहरूलाई फेरि यस्तो पुलमा बाइक हाल्नु सिकाएको छैन छुट्टै रमाइलो मुन्नामा भिडियो कहाँबाट तेर्साएर यार युनिकर्नलाई
बाइक कन्छ थोरै न अब राम्रो भए एउटा कुरो त होइन गाइस युनिकर्न छ बाइक तर इन्डियनले पुरा भिडियो तेर्साएर रेकर्ड गरिरहेको छ क्या बेना पुलसम्म बस्ने नि सक्क नि पहिले भन्नु पर्यो नि उयो स्पिकर कस्तो त लियो होइन के कसो होइन यस्तो के जहिले लास्टमा आउँछ होइन अनि गु गरिदिन्छ के आयो क्या है ल रुको Minister guys. तपाईले चाहिँ कुरा के बुझ्नु पर्यो भन्दाखेरि पहिला त हामी जिताएको नेताहरू त फर्केर आउँदैन थियो नि फर्केर आउँदैन थियो नि त रोजेर जिताएको फर्केर आएको अहिले त पहिलो बाचा पुरा त गरेको हो नि त मैले तपाईँलाई भनेको थिएँ नि म जितेपछि फर्केर आउँछु भनेर मैले भनेको थिएँ त भनेको बोलेको त मैले पुऱ्याइदिएछु नि त होइन नत्र अहिले तपाईँको देशको गृहमन्त्री भए पनि तपाईँको जिम्मेवारी मेरो धेरै छ भनेर टार्नु पनि सकिन्थ्यो मेरो जिम्मेवारी एकदम बेसी छ ओहो म त आउनु भ्याउँदिनँ रहेछ र खास मेरो 7 दिन दिने विचार थियो अब मैले सोचेको थिएँ म सांसद मात्र हुन्छु 7 दिन जति दिन्छु भनेर सोचेको थिएँ हरेक पालिकालाई महिनामा तर अब गृहमन्त्री भएपछि अब छुट्टीको दिन हुन्छ नि त ठ्याक्क छुट्टीको दिन त मिलाउनु पऱ्यो मैले छुट्टीको दिन मिलाएर मैले गोर्खा आइरहेको छु कि ताकि आफूलाई भाषा आफूले बोलेको कुरा पुऱ्याउनुको लागि त्यही भएर तपाईँले विश्वास गरेको त्यो बोलेको यो मान्छेले बोलेको पुऱ्याउँछ है भनेर विश्वास गरेको हो नि त मलाई त्यही भएर यो मेरो पहिलो बाचा पुरा गरेको तपाईँले अन्यथा नलिनु होला है पहिलो बाचा जुन चाहिँ मैले गरेको थिएँ तपाईँको माझमा त्यो उतापट्टि हाम्रो स्टेजमा हामी सबैजना बसेर त्यतिखेर गरेको थियौँ मलाई राम्रोसित याद छ आमा समूहहरू हुनुहुन्थ्यो तपाईँहरू त्यहाँ झिलिमिली बनाउनु भएको थियो त्यतिखेर बसेर मैले गरेको बाचा त्यो पुरा गर्न पहिलो बाचा पुरा गर्न यहाँ आएको साँझको टाइममा त्यसरी नै पुऱ्याउनु भएको थियो तपाईँले मलाई थाहा छ तपाईँको दुःख तपाईँको पीडा मलाई बुझेको छु त्यो पीडा हो मेरो दुःख हो त्यही भएर त्यसलाई शिरमा राखेर म कसरी हुन्छ के गरेर हुन्छ होइन त्यसको लागि चाहिँ म तपाईँहरूको दुःखको लागि आफ्नै दुःख सम्झेर म काम गर्छु है हस् धेरै धेरै धन्यवाद अब पार्टीप्रति अब पार्टी सभापति अरूपट्टि गृहमन्त्री भएर जसरी नि यहाँ चाहिँ बनाइदिनु हो वर्ष भयो यहाँ यति आशा गरौँ सम्पूर्ण देवटारवासीहरू हामीले आफ्ना अतिथिलाई स्वागत गऱ्यौँ अतिथिको आश्वासन पनि पाइसक्यौँ हामी सबैको तर्फबाट उहाँप्रति आभार व्यक्त गर्दै अब बिदा हुने घरमै त ब्याक इन होम होइन सुदन गुरुङज्यू आउनुभएको रहेछ हाम्रो होम मिनिस्टर ज्यू थ्याङ्क यू फर कमिङ होइन अनि मैले चाहिँ होम मिनिस्टरलाई चाहिँ प्रत्यक्ष रूपमा भेटेको भनेको नि अहिले हो होइन देन अनि थ्याङ्क्स फर वाचिङ गाइज कन्टेन्ट भनेको केही छैन त्यही हो होइन थ्याङ्क यू फर वाचिङ अनि लाइक सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला देन यति भन्दा मिस्टर नवीन राणा मगर 2.0 भ्लग यहीँ इन हुन्छ देन बाई बाई गाइज सी यू टुमारो बाई बाई